भगवान रंगनाथ आउने गर्नुहुन्थ्यो। रंगनाथ भगवानले श्रवण गर्नुहुन्थ्यो। ज्यादै प्यारो लागेर, ज्यादै प्रभावित भएर सधैँ श्रवण गर्ने र शिष्य पनि बन्नुभयो। मानव शिष्य सरह उहाँले चाहिँ तनियन बनाउनु भयो। तनियन कसले बनाउने? शिष्यले हो नि त बनाउने। त भगवान रंगनाथले के गर्नु? बराबर मुनि स्वामीजी। त्यही भएर हामीले गुरु परम्परामा पाठ गर्दा पहिले किन बराबर मुनि स्वामीजीको नाम के अरे तनियन भनियो भन्दा भगवानले पनि आदर गरेर भगवानबाट सुरु हुनुपर्ने हो कि भगवानबाट कि भगवानले भनेको तनियनबाट सुरु गर्नु पर्यो। त्यस भएको हुनाले यो पनि एउटा परम्परा छ। सुरुमा श्री शैलेश दया पात्रम भनेर सुरु हुन्छ गुरु परम्परा गर्दा। किन? भगवानकै वाणी हो। रंगनाथ भगवानले समर्पण गर्नुभयो गुरु दक्षिणाको रूपमा। त्यस भएर अन्तिममा भगवानको नाम त्यहाँ छ, रम्य जामातरम मुनिम भनेर। यो व्याख्या अझै यही गर्ने हो कि अरू गर्ने थाहा भएन, स्वामीहरूबाट भइरहन्छ होला। तर के भन्दा श्री शैलेश स्वामीजीका दया पात्र, ज्ञान भक्ति वैराग्यले सम्पन्न, धी भक्त्यादि गुणार्णवम। धी भक्ति भने ज्ञान भक्ति वैराग्य गुणका चाहिँ जो समुद्र हुनुहुन्छ त्यस्ता यतीन्द्र प्रवणम। रामानुज स्वामीजीमा जो तल्लीन हुनुहुन्छ, रामानुज स्वामीजीमा अत्यन्त झुक्नु भएको छ, समर्पित हुनुहुन्छ, त्यस्ता रम्य जामातरम मुनिम वन्दे। भगवानको नाम के थियो भन्दा रम्य जामाता। हजुरहरू सबैलाई थाहा छ। राम र ज्वाइँ भन्ने नाम कसको भन्दाखेरि रंगनाथ भगवानको। तर राम र ज्वाइँ मुनि भन्नुभयो है। के रम्य जामाता मुनि, रम्य जामातरम मुनिम। तर मुनि थपिदिनु भयो। आचार्यलाई के दिनु अरे भन्दाखेरि आफूलाई सबभन्दा जो प्यारो छ नि, धेरै प्यारो छ त्यो वस्तु दिनुपर्छ। त सबैभन्दा प्यारो के रहेछ भन्दा ससुरालीले राखिदिएको भगवान रंगनाथको नाम। रंगनाथ भगवानलाई के नाम राखियो त भन्दाखेरि रम्य जामाता। राम र ज्वाइँ, आहा कति राम र ज्वाइँ, कति राम र ज्वाइँ भनेको कि रम्य जामाता। अनि त्यो भगवान रंगनाथलाई ज्यादै प्यारो लागेको रहेछ। अब के दिने त? सबैभन्दा दिने वस्तु केही छ। सानो बालक बनेर यसरी आउनु भएको थियो, नचिनिने भएर सबैले गुरु दक्षिणा चढाए। अन्तिममा भगवत विषय सुनेर अनि अन्तिममा अब मसित त केही छैन, मैले एउटा श्लोक सुनाउँछु, कविता सुनाउँछु भन्नुभएछ। सानो बालक रूप धारण गर्नुभएको रंगनाथ भगवानले। अनि भगवानले के भन्नु? यही श्लोक सुनाउनु भयो। श्री शैलेश दया पात्रम धी भक्त्यादि गुणार्णवम यतीन्द्र प्रवणम वन्दे रम्य जामातरम मुनिम। अब के गरी थाहा भयो त भन्दा रंगनाथ भगवानकै नाम यहाँ जोडिएको छ। त्यस कारणले गर्दा रंगनाथ भगवानले नै स्तुति गाएको हो भन्ने कुरा थाहा भयो। त्यसबाट रम्य जामातरम मुनिम, रम्य जामाता मुनिलाई प्रणाम गर्दछु। मात्रै मुनि थपिदिनु भयो। मुनि भने मननशील, जो ऋषय मन्त्रद्रष्टार भने जस्तो अत्यन्त राम बराबर स्वामीजीको दिनचर्यामा आउँछ नि, मन्त्र रत्नानुसन्धान सन्तत स्फुरिताधरम तदर्थ तत्व निध्यान सन्नद्ध पुलकोद्गमम। मन्त्र रत्नको अनुसन्धान गरेर, द्वय मन्त्रको अनुसन्धान गरेर श्री बराबर मुनि स्वामीजी मन्त्र रत्नानुसन्धान सन्तत स्फुरिताधरम एकदम निरन्तर ओठ फरफराउँथ्यो अरे बराबर मुनि स्वामीजीको। कस्तो थियो त अरू भन्दा फेरि तदर्थ तत्व निध्यान। त्यो मन्त्र रत्नको अर्थमा चाहिँ एकदम ध्यान भक्ति श्रद्धाले गर्दाखेरि चाहिँ एकदम शरीरमा रोमाञ्च हुन्थ्यो अरे बराबर मुनि स्वामीजीको। क्षणै माने क्षणमा त्यस्तो प्रकारको अनुसन्धान, अर्थ अनुसन्धान पूर्वक द्वय मन्त्रको जप श्री बराबर मुनि स्वामीले फरफर यसो ओठ चलेको चरै गर्नुहुन्थ्यो। त्यस भएर जति सास फेरिन्छ नि त्यति नै द्वय मन्त्र जपियोस् अरे। मूल मन्त्रलाई त नियम छ, शुद्ध पवित्र भएर आसनमा बसेर जप्नुपर्छ। तर द्वय मन्त्र जति हामी चाहिँ बिहान चाहिँ यसरी के भनिन्छ अरे त्यो सानो घरमा जाने बेलामा र अर्को के अरे खाँदाखेरि भोजनको बेला र त्यसरी शौच कर्म गर्ने बेला छोडेर अरू सबै बेला चाहिँ त्यो मन्त्र जप्नुहुन्छ। मन्त्र जति बेला पनि ग्रहण गर्नुहुन्छ, बोलिराख्नु, स्मरण गर्न मिल्दछ। त्यस्तो प्रकारको महिमा, त्यस प्रकारको त्यो मन्त्रलाई सधैँ जपिराख्नुहुन्थ्यो। त्यस्तो बराबर मुनि स्वामीजी। त बराबर मुनि स्वामीले ज्यादै भगवान रंगनाथले आदर गरिबक्सेको। यसरी रंगनाथ भगवानले स्तुति गर्नुभएको पद्य भएको हुनाले यो पछि चाहिँ सबैलाई थाहा भयो कि रंगनाथ भगवान नै हुनुहुनेछ, बालक रूपमा आउनुभएको। त्यसबाट कुनै पनि यहाँबाट कुनै गोष्ठीपटम हुन्छ नि,
त्यो गोष्ठी पटलमा हेर्नुभयो भने परब्रह्म स्वामीको साथमा सानो एउटा बालक उभिएको चित्र हजुरहरूले देख्नुहुन्छ। सानो बालक यसरी उभिएको देख्नुहुन्छ, सानो बालक। त्यो बालक को हो त भन्दा रङ्गनाथ भगवान हुनुहुन्छ। यही तनियन बनाउनेवाला, तनियन भनेको उहाँकै विषयमा विशेष स्तुति पद्य, यस्तो स्तुति पद्य चाहिँ यसरी रचना गर्नुभयो र त्यसरी पहिला चाहिँ गुरु परम्परामा हामीले स्मरण गर्छौँ, उपोद्घात गुरु परम्परामा। त्यस भएर बराबर स्वामीले यसरी चाहिँ आलिङ्गन गर्नुभयो नि, आलिङ्गन गरेको हुनाले त्यो वृक्षलाई अत्यन्त भगवानको अभिमत हुनुहुन्छ। त्यस भएको हुनाले उहाँले चाहिँ यसरी मोक्ष होस् भन्दाखेरि के भयो, राति 12 बजे त्यही भयो, अघि मैले भन्दै थिएँ, राति 12 बजे सबै आए, हेर्न सुन्न आएका सबै थिए, प्रवचन सुन्न। अनि उनीहरूले हेरे हुन्छ कि हुँदैन, ठाडो टिकेहरूले यस्तै यस्तै कुरा गर्छन्, हो कि होइन त विचार गर्नु पर्यो भनेर सबै गाउँभरिका धेरैजना हजारौंले सुनिरहेका थिए। अनि यदि के भनेका थिए, यदि हजुरले भनेको ठिक भयो भनेदेखि हजुरका शिष्य बन्छौं, हजुरले किन वैष्णवले बोलेको साँचो हुन्छ कि हुन्न, आज हामीले विचार गर्छौं भनेछन् अरे ती गाउँका सबै। अनि यदि तपाईले भनेको भएन भनेदेखि फेरि ठिक हुने छैन, अर्थात् तपाईले यो छोड्नुपर्छ हो कि के हो, होइन यो तिरक्सिर पुस्नुपर्छ हो कि के भन्नुपर्ने उनीहरूले भने। अनि के भयो त पछाडि भन्दाखेरि, हुन पनि जब ठिक 12 बजे सारा बसेका छन्, 12 बजेसम्म सब बसेर हेर्न बसे, एकदम ठिक 12 बजे चुडाङ्ग ठुलो आवाज आयो, चट्याङ परे जस्तो। अनि त्यहाँबाट त्यहाँ हाँगा भाँचियो, त्यहाँबाट दिव्य तेज उत्पन्न भएर त्यो तेज भगवानको धामतर्फ वैकुण्ठ धामतिर जाँदो भयो। त्यो सबैले देखे, देख्दा देख्दै यो उज्यालो तेज चाहिँ यसरी चाहिँ भगवानको धाम वैकुण्ठमा गइरहेको, आकाश मार्गमा गएको देख्दा भयो। देखेपछि सबैले हो, किनभने बराबर उनी स्वामीजीले त्यो भनेको कुरा साँचो रहेछ भनेर सबैले स्वीकार गरे। जति पनि त्यति गाउँमा आएका जति पनि थिए, अब त सबै शरणागत भए। हजुरले भनेको वास्तविक सत्य रहेछ भनेर सबै शरणागति मार्गमा, अनि शरणागत भन्दा भए पञ्च संस्कार दीक्षा ग्रहण गर्दा भए सही बराबर उनी स्वामीजीबाट। त्यसबाट यम यम स्पृशति पाणिभ्याम यम यम पश्यति चक्षुषा स्थावराण्यपि मुच्यन्ते किम पुनर्बान्धवा जनाः। भगवानको महिमा भन्दा पनि आचार्यको महिमा ठुलो छ। त्यसबाट आचार्यहरू जति बेलादेखि यहाँ बस्नुभयो, देवघाट धाममा धेरै धेरै सन्तहरू महापुरुषहरू बस्नुभयो, अनि पनि धामको महिमा भयो है। त्यस्तै प्रकारले ज्ञानी महापुरुषहरू जहाँ बस्नुहुन्छ नि, भगवानलाई देख्यो भन्दा आफ्नो पुत्र जस्तै हो। हामी पनि किन सक्दैनौँ त, क्षेत्रपुर सधैँ किन भयो त भन्दा, कहिले कहिले त्यो लकडाउन थियो नि, लकडाउनमा 2 महिनासम्म बाहिर ननिस्किकन गएछ हामी समय। आफै अचम्म परियो, कसरी हुँदा गेटबाट बाहिर ननिस्किकन कसरी अरू व्यक्ति भए सकिन्थ्यो र, होइन अरूलाई त अप्ठ्यारो पनि पर्थ्यो र घरैभित्र बस्नु कति गाह्रो भयो। तर भगवान कस्तो आचार्यले सेवा गरेको, भगवान भनेको पुत्रवत सेवा गर्नुहुन्छ नि। त्यसबाट भगवानको सान्निध्यमा बस्दाखेरि कहिले भित्र मात्रै बसेको जस्तो, जेलभित्र बसे जस्तो अनुभव हुँदैन, त्यही भित्रै हराइन्छ। भित्रभित्र भगवानको आरती पूजा भन्यो के भन्यो, यस्तै हुँदा हुँदै धेरै वर्ष पनि बितिरहेको छ, 20औं वर्ष पनि भइसक्यो। हाम्रो स्वामीजी श्री घनश्यामाचार्य स्वामीजी आउनुभयो, अस्ति नै आएर फेरि आजीवन ग्रहण गर्छु भन्नुभयो, आजीवन सदस्य पनि बन्नुभएको छ। धेरै सद्भाव श्रद्धाभाव राख्नुहुन्छ, धेरै धेरै आचार्यहरूको सबैको कृपा छ। हाम्रो पद्मप्रसाद भट्टराई गुरुजी लगायत सबैको, र यहाँहरू सबैलाई निवेदन गर्दछु, हस् अब हजुरहरू पनि बेला बेलामा आइदिनुहोस् र सुन्दै बस्नुहोस्, अलिअलि शून्य नहोस् मन्दिर, होइन। त्यसरी अब हामीले त्यति लामो कार्यक्रम त गरिएको छैन, अहिले चतुर्मास थोरै चल्दैछ। फुर्सद भयो भने आचार्य स्वामीहरूको बेला बेलामा दर्शन होस्। भक्त भागवतजनहरू यहाँहरू पाल्नु होला र सबैलाई चाहिँ निवेदन गर्दै, भगवानले पनि केही हामीले जस्तो नित्य कर्म गर्नुहुन्छ अरे, एउटा भनिदिइहालौँ आज विशेष क्षण हो त। भगवानले पनि नित्य कर्म गर्नुहुन्छ कि गर्नुहुन्न, हामीले त गर्छौँ है, भगवानले पनि गर्नुहुन्छ। अघि एउटा त बताइ, अर्को के छ त भन्दा नित्य कर्म भगवानले पनि हामीले जस्तै सुत्ने उठ्ने अनि स्नान गर्ने, जप गर्ने, ध्यान गर्ने सबै गर्नुहुन्छ। त्यस भएर अब त्यो प्रसङ्ग एउटा सुनौँ। स्वपन रङ्गे जाग्रद यदुगिरिषु तिष्ठन् वृषगिरौ प्रयागे सम्मज्जन् अथ बदरिका भूमिषु जपन् जगन्नाथे चास्नन्
अति सुखमयोध्यामधिवसन् व्रजे द्वारावत्यां विहरति सलीलो यदुहरिः। हाम्रो समीपमा श्री लक्ष्मीनारायण मन्दिर देवघाट धामबाट श्री श्रीधराचार्य स्वामी महाराजको आगमन भएको छ। स्वामीलाई हामी स्वागत गर्छौं। बोल भक्तवत्सल भगवानको। श्री देवघाट धाममा श्री वैकुण्ठवासी श्री जनार्दनाचार्य स्वामी महाराज अनि तपस्वी नारायणाचार्य स्वामी महाराज यस्ता यस्ता सन्तहरू हुनुहुन्थ्यो। पहिला हामीहरूले धेरै बाल्यकालदेखि उहाँहरूको सत्सङ्ग प्राप्त गर्यौं र उहीबाट पाल्नु भएको छ। श्री श्रीधराचार्य स्वामी महाराज ज्यादै सुशील स्वभावको हुनुहुन्छ। श्री आनन्द गन्ध भगवानको अर्थ आचार्य हाम्रो मित्र हुनुहुन्छ, सहपाठी पनि हुनुहुन्छ। श्री दामोदराचार्य स्वामीजी गैंडाकोट वेद विद्याश्रमका प्राचार्य, उहाँको पनि शुभ आगमन भएको छ। स्वामीजी हुन त धेरै स्वामीजी हुनुहुन्छ, यहाँ अलङ्कृत गर्दै पनि हुन्छ। देवघाट आएको हुन्छ। बोल भक्तवत्सल भगवानको। श्री आनन्द कन्द भगवानको। श्री सीतारामचन्द्र भगवानको। स्वामीहरूको स्नेह गर्दा के अलिअलि बनाउँदै गरेछ त आफू थोरै, तर अहिले एउटा श्लोक बताएर यहाँ फेरि स्वामीहरूको वाणीहरूलाई हामीले फेरि श्रवण गर्नु छ र हामीलाई पनि फेरि कता कता हजुरहरूसँग समय त्यसरी भेट भएको अलिक धेरै पछाडि हो कि जस्तो लाग्यो। त्यस भएर यहाँहरूसित र भक्त भागवतजनहरू जो श्रीमद् रामानुज दर्शन समूहमा आबद्ध हुनुहुन्छ त्यसमा रहनुभएका सबै भक्त भागवतजनहरूले पनि श्रवण गर्नुहुनेछ भनेर हामी केही बताउँदैछौँ र यहाँहरू यो विशेष स्थलबाट त्रिवेणी धामबाट श्रवण गर्दै हुनुहुन्छ। श्री सीतारामचन्द्र भगवानको। श्री देवघाट धामको। श्री सत्यनारायण भगवानको। श्री शेष साई भगवानको। श्री वराह भगवानको। श्री तपस्वी नारायण स्वामीजी महाराजलाई स्मरण गर्दा त्यो भगवान पनि अर्चा विग्रहमा भगवान हुनुहुन्छ। अर्चा रूपमा सर्वस्वरूप भगवानका 5 स्वरूपहरू हजुरले सुन्नुभएको छ। पर विभव अन्तर्यामी अर्चावतार। भगवानको जीवात्माको पनि 5 स्वरूप, स्वस्वरूप, परस्वरूप, पुरुषार्थ स्वरूप, उपाय स्वरूप, विरोधी स्वरूप। त्यस्तै भगवानको पनि 5 स्वरूप। 5 स्वरूपमा चाहिँ अर्चा अवतार सर्वसुलभ। अर्चा अवतार भगवान फेरि सर्वसुलभ हुनुहुन्छ। आचार्यहरूले पनि प्रपत्ति गर्दा, शरणागति गर्दा भगवानसँग सिधै वैकुण्ठनाथ भगवानहरू सम्झेर पनि उहाँहरू सिधै भगवानसित जोडिन सक्ने आचार्यहरू हुनुहुन्थ्यो। तर उहाँहरूले अर्चावतार विग्रहसँग किन गर्नुभयो त शरणागति भन्दा पछिल्ला आचार्यहरूले अथवा पछिल्ला भक्त भागवतजनहरूले पनि यसै गरी शरणागति गरून् भन्नको लागि। त्यस भएको हुनाले अर्चावतार सर्वसुलभ हुनुहुन्छ। त्यस्ता अर्चावतार श्री सत्यनारायण भगवानको सामिप्यमा रहेर अर्चावतारको त धेरै महिमाहरू छन्। त्यसमध्ये एउटा सानो महत्व थोरै दर्शाउँदैछ दासले। एउटा लीला रूपमा भनौँ, बुझ्न सजिलो हुन्छ भनेर। यसरी भगवानले पनि नित्य कर्म गर्नुहुन्छ। कसरी त भन्दा भगवान पनि सुत्नुहुन्छ, शयन गर्नुहुन्छ, श्रीरङ्गमा शयन गर्नुहुन्छ। हामी त एक ठाउँमा सुत्छौँ, जहाँ सुत्छौँ उहीँ बिहान उठ्छौँ, तर भगवान त श्रीरङ्गमा शयन गर्नुहुन्छ, अर्को ठाउँमा जाग्नुहुन्छ। अब विचित्र छ, हेर्नु सुन्नु है। स्वपन रङ्गे जाग्रत यदु गिरिसु। श्रीरङ्गमा चाहिँ भगवान शयन गर्नुहुन्छ अनि जाग्नुहुन्छ कहाँ भन्दा यदुगिरी यादवाद्री, जहाँ सम्पत कुमार भगवान हुन्छ नि, के अरे मैलकोटामा भगवान जाग्नुहुन्छ। जाग्रत यदुगिरिसु। फेरि तिष्ठन, अब कहाँ उठ्नुहुन्छ त फेरि जाग्नुभयो कहाँ भन्दाखेरि यादवाद्रीमा। स्वपन रङ्गे जाग्रत यदुगिरिसु तिष्ठन वृषगिरौ। भगवान उठेर बस्नुभएको भगवान कहाँ आउनुहुन्छ भन्दा वेङ्कटाद्रीमा। वेङ्कटाद्रीमा भगवान के गर्नुभएको छ? वृषभाद्री धेरै नाम छ, शेषाद्री, शेष पर्वत पनि नाम छ। त्यो वेङ्कटाद्रीमा चाहिँ भगवान चाहिँ उठ्नु भएको भगवान हुनुहुन्छ। त्यसबाट वेङ्कटेश भगवान जहाँ पनि देख्नुहुन्छ उठ्नु भएको। अब वेङ्कटेश मन्दिर होइन, काठमाडौँ गए पनि, क्षेत्रपुर आए पनि, अनि पहाडी गैंडाकोटमा रामानुज वेद विद्याश्रममा दर्शन गरे पनि जहाँ पनि वेङ्कटेश भगवान तिष्ठन वृषगिरौ। वृषाद्रीमा भगवान उठ्नु भएको छ। तर एउटा विचित्र कुरा छ, हाम्रो आचार्यहरूले किनभने वेङ्कटेश भगवानको साथमा
लक्ष्मीजी साथै रहनुहुन्छ भन्ने यो पनि मान्यता छ। एक्लै पनि हुनुहुन्छ नि त वेङ्कटेश भगवान। त्यही भएर क्षेत्रपुरमा चाहिँ किन भन्दाखेरि बडे स्वामीले के गर्नुभयो भन्दाखेरि सजिलो, आराधनाको लागि सजिलो। वेङ्कटेश भगवान त के भन्दा श्रीनिवास हुनुहुन्छ। श्रीनिवास गोविन्द वेङ्कटरमण गोविन्द, श्रीनिवास गोविन्द वेङ्कटरमण गोविन्द। बोल भक्तवत्सल भगवानको। वेङ्कटेश भगवानसँग लक्ष्मीजी अलगै नभए पनि अचल विग्रहमा एक्लै भए नि काम चल्छ भनेर एक विग्रह विराजमान गराउनुभयो स्वामीजी महाराजले। अनि लक्ष्मीजी उच्च विग्रहमा हुनुहुन्छ, श्रीदेवी भूदेवी वेङ्कटेश भगवान। त्यसो भए उनीहरूले वेङ्कटेश भगवान चाहिँ कहाँ खडा हुनुहुन्छ त भन्दा खडा हुनुभयो कहाँ भन्दाखेरि वृषाद्रीमा, वेङ्कटाद्रीमा भगवान उभिनुहुन्छ। तिष्ठन वृषगिरौ। फेरि अब जाग्नु त भयो, उठ्नु पनि भयो। अब नहुने नुहाइ धुवाइ कहाँ गर्नुहुन्छ अरे फेरि प्रयागमा गएर स्नान गर्नुहुन्छ अरे। प्रयागमा कत्रो मेला लाग्यो नि। त्यही प्रयागमा गएर चाहिँ भगवान चाहिँ जलको रूपमा त्यहाँ रहनुहुन्छ अरे प्रयागमा। त्यसो भएको हुनाले भगवान त्यहाँ गएर स्नान गर्नुहुन्छ। प्रयागे सम्मज्जन नहुँदा पनि अलिअलि यसो बाहुनको नुहाइ भन्छन् कि जाडो गरेर यताबाट पानी लगायो, यताबाट लोटाले उतापट्टि फ्याँक्यो, यताबाट उता फ्याँक्यो, त्यस्तो होइन कि सम्मज्जन राम्रोसँग कि एकदम मिची मिची खुबसँग नुहाउनुहुन्छ अरे भगवान प्रयागमा। प्रयागे सम्मज्जन अथ बदरिका भूमि सुजपन। अनि बद्रीनारायणमा गएर स्नान त कहाँ गर्नुभयो भन्दाखेरि प्रयागराजमा स्नान गर्नुभयो। त्यसपछि अब जप गर्ने बेला आयो। स्नान गरेपछि जप गर्नु पर्यो, तिलक स्मृत गर्नुहुन्छ अरे। अनि भगवान चाहिँ जप गर्ने ध्यान गर्ने बेला आयो। जब ध्यान मुद्रामा कहाँ हुनुहुन्छ भन्दा बद्रीनारायण भगवान, बदरीनारायण भगवान। त बदरीनारायणमा गएर भगवानले के गर्नुहुन्छ भने जप गर्नुहुन्छ। त्यसो भएर अथ बदरीका भूमि सुजपन। जप ध्यान त सकियो, जपले मात्रै त अगाइँदैन। फेरि अब जगन्नाथपुरीमा गएर भगवानले भोजन गर्नुहुन्छ अरे। भोजन गर्ने ठाउँ कहाँ त भन्दा जगन्नाथपुरीमा। त्यसबाट भोजनै त जगन्नाथम। भोजन गर्ने बेलामा जगन्नाथ भगवानलाई स्मरण गर्ने चलन छ। नीलाचल निवासाय, हजुरले मन्त्र पढ्नुहुन्छ आचमन गर्ने बेलामा होइन। नीलाचल निवासाय नित्याय परमात्मने सुभद्रा प्राणनाथाय जगन्नाथाय मङ्गलम भनेर जगन्नाथ भगवानलाई स्मरण गरेर अनि भोजन गरिन्छ। त्यसबाट जगन्नाथ भगवानले खानुहुन्छ अरे। खाने बेलामा जगन्नाथपुरीमा जानुहुन्छ। त्यसबाट जगन्नाथ भगवानको प्रसादको ठुलो महिमा छ। त्यहाँ शुद्ध अशुद्ध अथवा यसले बनाएको उसले नबनाएको, उसले दिएको कसले दिएको, यी सबै आँखा चिम्म गरेर झपक्क लिनुपर्दछ होइन, टन्न लिनुपर्छ। त्यसो भएर जगन्नाथे चास्नन् अति सुखम अयोध्या मधिवसन। जगन्नाथको प्रसादको चाहिँ हेला गरे अथवा केही भयो भने त्यो एकदम उत्कृष्ट, यहाँ एकदम प्रसिद्ध नै छ। कसैको मुखमा घाउ भइहाल्छ अथवा केही हुन्छ त्यस्तो भइहाल्छ। हाम्रो केही आमाजीहरू जानुभएको थियो कता कता होइन, म लिन्न होला भन्नुभयो कुनले। अनि अलिकति भित्रबाट दिएर अथवा के सम्झिनु भएको थियो कुनै मुखभरि घाउ भइहाल्नु। बोल भक्त वत्सल भगवानको। पछि फेरि प्रसादको सम्मान गरेपछि फेरि ठिक भयो। प्रसादलाई सम्मान गर्नु, जगन्नाथको प्रसादको ज्यादै एकदमै के त भन्दा एकदम सिद्धि प्राप्त हुन त भगवानको प्रसादमा, भगवानको चरणोदकमा एकदम यो विश्वास सानो पुण्यले मिल्दैन। महाप्रसादे गोविन्दे के अरे नाम नै भेषदे के अरे महाप्रसादे गोविन्दे नाम्ने श्रीमती ब्रह्मणे वैष्णवे स्वल्प पुण्यवताम विश्वासो नैव जायते। थोरै पुण्य हुनेवाला व्यक्तिको महाप्रसादमा विश्वास हुँदैन। महाप्रसाद भनेपछि त्यो कस्तो गर्यो भन्दाखेरि त्यसले पवित्र गर्ने सबैलाई। ऊ अशुद्ध हुने होइन, उसले शुद्ध गराउने चिज हो। त्यसो भएर गोविन्द, भगवान गोविन्दको नाममा पनि विश्वास जोसुकैको हुँदैन। भगवानको नामले नै पार लगाउने हो। किनभने गोदादेवीले त गोविन्द गोविन्द है कति ठाउँ 3 ठाउँमा भन्नुभयो प्रायश्चित्त रूपमा। पहिले नारायण भने भनेर पछि फेरि गोविन्द भनेर पुकार्नु छ भक्तको भाव होइन। किनभने कृपा गर्न, गोपीहरूलाई कृपा गर्न भगवान यसरी गोविन्द रूपमा कृष्ण अवतार लिएर भगवान आउनु भएको छ। ओहो कहाँको नारायण, परको नातो लगायौँ भनेर नजिकको नातोद्वारा गोपी जनवल्लभ आदि प्यारा नामहरू छन्। त्यसलाई सम्झेर गोविन्द गोविन्द उडारै वेल्लुम शिर गोविन्द
नै पाडी परै भोण्ड याम्पेरु सम्मान यी गाथाहरूमा गोविन्द गोविन्द। त्यसरी हामीले त्यो नाममा पनि विश्वास जोसुकेको हुँदैन, प्रसादमा पनि। प्रसाद ग्रहण गर्न भगवान जगन्नाथपुरीमा जानुहुन्छ, जगन्नाथपुरीमा गएर मस्त भगवानले प्रसाद दिनुहुन्छ। त्यसपछि चाहनुहुन्छ जगन्नाथे शासनन् अति सुखम अयोध्यामधिवसन्। अत्यन्त सुखदायी त्यसमा अयोध्यामा आएर आराम गर्नुहुन्छ अरे, भगवान बस्नुहुन्छ। अयोध्यामा जाँदा किन बस्नु भएको भगवान हुन्छ, राम भगवान विराजित हुनुहुन्छ। अहिले खडा कसरी बनाए थाहा छैन होइन। अति सुखम अयोध्यामधिवसन् होइन हुनुहुन्छ। जस्तै जाउँ न हामी के अरे कनक भवन दर्शन गर्न जाउँ त। कनक भवनमा प्राचीन मन्दिर हो नि, त्यहाँ बस्नुभएको अरू सूक्ष्म विग्रह जो हुन्छ साना विग्रह उहाँहरू बसेकै हुन्छ। त्यस भएर कनक भवनमा जाँदा बस्नुभएकै मुद्रामा हामी पाउँछौँ नि दर्शन। त्यस भएर त्यस्तो अयोध्यामा चाहिँ भगवान बस्नुहुन्छ, आराम गर्नुहुन्छ। यता भोजन गर्नुभयो, आराम गर्नुभयो, अनि त्यसपछि विहार गर्ने कहाँ त फेरि द्वारकापुरीमा गएर विहार गर्नुहुन्छ। द्वारकापुरीमा गएर त्यस भएर ब्रजे द्वारावत्याम विहरति सलिलो यदुहरि। यदुहरि भने यदुकुलमा उत्पन्न हुने हरि भगवान कृष्ण यस्तो प्रकारले लीला गर्नुहुन्छ। अर्चावतारमा पनि अर्चा स्वरूपमा पनि यसरी भिन्न भिन्न नित्य कर्महरू गर्नुहुन्छ भन्दै आज स्वामीहरूको सामिप्यमा अलि धेरै बेर रास्ता समय लिए र ब्रजे द्वारावत्याम विहरति सलिलो यदुहरि। त्यसो भएर यस्तो प्रकारको विहार गर्नुहुन्छ द्वारकापुरीमा गएर। त्यसो भएर भगवानले पनि हामीले जस्तै सबै नित्य कर्म गर्नुहुने रहेछ। हामी भगवान अर्चावतार भनेर त्यस भएर भगवानको अगाडि अर्चावतारलाई सामान्य सम्झिनु हुँदैन। कतिले भगवान के यहाँ अगाडि चाहिँ बसेको छ, कतिलाई झपारेको छ, कतिलाई गाली गरेको छ, किनभने 32 अपचारहरू बताइएको छ है। भगवत अपचार, त्योभन्दा पनि ठुलो अझ भागवत अपचार। यहाँहरूले गरुडजीको प्रसङ्गहरू सुन्नुभएको छ महाभारत आदिमा, त्यो अरू समयमा बताउँला। र दासले त खासै भन्नुपर्दा अलि वैष्णव समागम कम हो कि अथवा कम हो भन्न त यहाँ लम्कुमा ठुलो एरियाको बिचमा भन्न नमिल्ने हो। तर पनि अलिक ठुलो समाजको बिचमा अलिक बुद्धिजीवीहरूको बिचमा अलिक नभएर हो कि त्यो खुलेकै छैन भन्ने कुराहरू आउँदै आउँदै यी बाहिरी बोक्रे कुरा गर्दै सिद्धिन्छ। त्यसो भएर अब त्यस्तो अनुकूल भयो भने चाहिँ फेरि भन्दै गरौँला, सुनाउँदै गरौँला। यहाँहरू श्री लक्ष्मीनारायण मन्दिर क्षेत्रको जसरी यसाडी श्रीमद् रामानुज दर्शन सेवा समूह जो यहाँ प्रसारण भइरहेको छ, यो च्यानल रहेको छ, त्यस्तै प्रकारले दासले पनि सानो सानो सुरु गरेको छ। मन्दिरबाट पनि केही हुनुपर्छ भन्ने धेरैको अनुरोध भयो। कथा प्रवचनहरू भागवतहरू कथाहरू आएन स्वामीजी युट्युबमा सुनाउँ न धेरैले भनेको हुनाले दासले पनि सानो सानो सुरु गरेको छ। तर भागवतहरूको माया ममता श्रद्धा चाहिन्छ, किनभने उहाँहरूले गएर त ट्याक्क के भन्छन् सदस्यता लिनुपर्छ, पैसा खर्च नलाग्ने सदस्यता। जो सदस्य भने धेरैले पैसा तिर्नुपर्ने छ, तर्सिहाल्छ। तर त्यसको केही पर्दैन। हजुरहरू जानु होला श्री लक्ष्मीनारायण मन्दिर क्षेत्रको यति हजुरहरू सब्सक्राइब गरेर अरूलाई पनि जोड दिनु होला। अनि कथाहरू अहिले रामायणको कथा, किनभने हजुरहरूको लागि भन्दैछु रामायण कथा त्यसमा चलिरहेको छ र अहिले जोडिरहेका छौँ 12 बजेदेखि 3 बजेसम्म। र त्यस भएर त्यसमा हजुरहरू जोडिएर कथा सुन्ने कमसेकम लाइभमा यत्र वैष्णवहरू भएको ठाउँमा हाम्रो चाहिँ कति भन्दाखेरि एउटा साधारण केही न काममा के आउँछ भन्दा 100-200 जनाको त्यहाँ चाहिँ लाइभमा जोडिएको हुन्छ। तर हामीहरूकोमा के हुन्छ, हामीहरूकोमा 2 जना 4 जना 10 जना 20 जना यस्तो होइन। कमसेकम 100-200 जना चाहिँ कम्तीमा त्यो लाइभमा युट्युबमा हुनु पर्यो। यहाँहरू भइदिनु भयो भने त्यो ठुलो आशीर्वाद हुन्छ, भागवतहरूको आशीर्वाद मिल्छ।